हेलो गाइजहरु, वेलकम टु माई भ्लग। फाइनल्ली हामी चाहिँ आज खासमा हाम्रो तयारी थिएन। हामी चाहिँ आज चन्द्रगिरी जाँदैछौँ हैन। हाम्रो यो तयारी बेगरकै काम भयो। र पनि सुरुदेखि नै बनाउनु पर्छ हामीले। त्यो चाहिँ बनाउन सकिएन हैन। टक्कसँगले हामी चन्द्रगिरी जाँदैछौँ। अनि आज हाम्रो परे गुरुजी चाहिँ हाम्रो सिप्ले सर हुनुहुन्छ यतै। हाँकेको हाँके हुनुहुन्छ। माल्दै यहाँ हुनुहुन्छ हैन। आज हामी कहाँ जाँदैछौँ अरे माल्दै? चन्द्रगिरी। गाइजहरूले मेरो च्यानलमा देखि हेर्दै हुनुहुन्छ भने चाहिँ टक्क सब्सक्राइब गर्नु होला। फेसबुक पेजदेखि हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। टिकटकदेखि हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। बाँकी भिडियो हामी बिबिचकको जहाँ राम्रो ठाउँ आउँछ त्यहाँको खिचेर हामी हालिजान्छौँ, बनाइजान्छौँ भ्लग होइन गाइजहरू। गाइजहरू हामी चाहिँ यो चन्द्रगिरी पहिलोचोटि गएर होला। लोकेसन हामीलाई ठ्याक्कै एक्ज्याक्टली थाहा नभएर चाहिँ हामी जाँदैछौँ। कलङ्की पुग्न आँट्यौँ। तपाईँहरूलाई हामी लोकेसन पनि वहाँ गए पछाडि त्यहाँदेखि त्यता, त्यहाँदेखि फल्नु ठाउँदेखि यता यता भनेर हामी कागजमा टिपेर भए पनि भन्ने छौँ। एकदम यस तरिकाले हामी गइरहेछौँ। हो चितलेश दाजु, रमाइलो भइरहेछ? रमाइलै छ। आज अब मजाले घुमिने भयो। सब्सक्राइब च्वासै डाँडा काँडा पुरै हरियाली हेर्नु चन्द्रगिरीतिर होइन। पुरै बिजुलीको यो हाम्रो पहिली यो 5 तिर ताप्ले यो के परे हिमा खोलातिर केबुल कार माथि त्यता रहेछ नि त जान्ने हो। अहिले त हामी कार चढिरहेछौँ। ओ ह्यान्डसम माल्दै कस्तो खतरा यार, पुष्पा जस्तै। कपिराइट हानिदिन्छ नि फेरि। माथि केबुल कार रहेछ गाइजहरू। केबुल कार अब चढिन्छ कि चढिँदैन। आइरहेछ, कुदिरहेछ, बिस्तारै कुद्दो रहेछ यार। खै त नि अरू केही देखिँदैन त यहाँ गाइजहरू। केबुल कार है, केबुल कार माथि हो। अब यो भाइलाई सोधौँ। भाइ चन्द्रगिरी जाने बाटो कता हो? उँभो लागौँ उँभो। यो बिजुलीको तार चाहिँ एकदम धेरै रहेछ क्या गाइजहरू। गाडी बन्द भयो त यार। जाउँ यता हाम्रो दिदीहरू पनि जाने रहेछ। फाइनली गाइजहरू हामी चाहिँ चन्द्रगिरी आइपुगेको छौँ होइन। अब यहाँ कता कता घुम्ने के हो, हरियाली पुरै डाँडा काँडा पुरै हरियाली, फुल बुट्टाले पुरै भरिपूर्ण छ होइन। अब हामी ठ्याक्क कहाँ जाने हो? पार्कहरू यता पूजासुजा हाबी धेरै थोक गर्नु छ होइन। अब हामी चाहिँ नन स्टप अगाडि लाग्छौँ। हो माल्दै ल है, माथि छ माथि यार, पुष्पा जस्तै देखिएको छ हौ साँच्चै भनेको यार। ल है हाम्रो अनमोल केसीलाई फ्लप खुवाउने सिटलेस दाजु। अब म त पल छाने भइगएँ होइन त। ठिक छ, हामी अब जाँदैछौँ त्यहाँ करजी। अनि टक्कसँगले अनि हामी अझै बनाउँछौँ यहाँको होइन भिडियोहरू। तपाईँहरू यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेछ। अब म पनि 1-2वटा हानिदिनु पर्यो। ब्लेजर लगाइएको छ नि त होइन। च्यानललाई चस्सै सब्सक्राइब गरिदिउँ है। फाइनल्ली गाइजहरू हामी चाहिँ अब टक्क टिकट काट्नलाई जाँदैछौँ होइन। टक्क अब टिकट काटेर केबुल कारहरू टक्क फोटोहरू खिच्ने कार्यक्रम भयो होइन। जस्ट स्लो मोसनमा अब हामी टिकट काटेर चाहिँ त्यस पछाडि हामी पहिले विदुर गुरुलाई भेट्छौँ होइन। अनि विदुर गुरुलाई भेटे पछाडि चाहिँ टक्क अनि हामी अनि त्यस पछाडि केबुल कार हामी चढ्छौँ है त गाइजहरू। पहिले हामी टिकट काट्ने कार्यक्रम गर्छौँ।
टिकट काट्छौँ है। सो गाइजहरू हामी चाहिँ टिकट काटेर होइन टिकट काटेर हामी जान खोज्दैछौँ। टिकट काटेर हामी जान्छौँ। यहाँको सबै प्लेसहरू तपाईँहरूलाई म देखाउने छु है त। सो गाइजहरू हामी चाहिँ टक्क भित्र छिरेको अब माथि जाने सर माथि जाने हो होइन। त्यस पछाडि उहाँ बसेकोहरू पनि भिडियो बनाउँछु। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्नु पर्यो है तपाईँहरू। गाइजहरू टिकट पाइसकेको छु मैले होइन। टिकट पाइसकेको छु होइन। कस्तो मेरो यो भयो टक्क हल्यो। अब हामी यहाँ केबल कारमा को भिडियोहरू पनि बनाउँछौँ। मिल्दैन हिँडेर जाने। सो टिकट अनि म टक्क माथि गएको भिडियोहरू पनि बनाउँछु होइन। धेरै थोक देखाउनु छ तपाईँहरूलाई देखाउँछु। तर च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु पर्यो। सो गाइजहरू हामी चाहिँ अहिले केबल कारमा छौँ होइन। माललाई चाहिँ यहाँ डराले होइन पुरै के भयो माललाई म चस्मा लगाएँ डराले भाइ। चस्मा लगाउनु हो मालदाइले। अलि माथि आएपछि त अर्कै फिल हुँदो रहेछ यार गाइज। सिटलेस दाजु काम चाहिँ भन्नुहुन्छ। हेलो सिटलेस दाजु के हुँदैछ? के छ अवस्था? माइला दाइले डरले एउटा फोटो चाहिँ कामदाइ हुनुहुन्छ हो। काम्नु भरे भाइरल भइजान्छ कि यो क्लिप चाहिँ। इन्टरभ्यू लिन आउँछ नि त। आम्मामु धेरै माथि आए पछाडि त अलि अर्कै फिल हुँदो रहेछ यार। सबै फोटो बनाएको चाहिँ हो नि त है। आम्मामु अलि माथि आएपछि हल्लिनु डर चाहिँ लागेको छैन मलाई त। तर माथि आएपछि अर्कै फिल फोटो एउटा यहाँ गाइजहरू चाहिँ फोटो खिच्नेमा पुरै बिजी हुनुहुन्छ होइन। माल्दै सिटलेस दाजुहरू चाहिँ म चाहिँ पुरै भिडियो बनाइरहेको छु होइन। यो क्लिप चाहिँ भरे भाइरल हुन सक्छ यसरी। नलिउँ न क्या नलिउँ भरे यो रोक्यो भने त यहाँ त अनि कुलमान हुनु न त अहिले त। ठ्याक्कैसँगले यतिखेर लाइन जान ट्याक्क रोक्यो भने धुनिरहने होला। अन्त हेरेको हेरे हो। सो अब हामी माथि पुगे पछाडि होइन हामी जाँदैछौँ कि अब मात्रै चल नि त यी माथि आए पछाडि त थोरै डर लाग्दो रहेछ। तर लागेको छैन मलाई। 3 घण्टा त लाग्ने रहेछ लाग्ने रहेछ नि त हेर त। तारै सर घुमे जस्तो फिल हुँदो रहेछ गाइज होइन। यहाँ हामी तलदेखि आएको निकै जानुपर्छ नि त होइन। हामी तलदेखि आएको हामी गइरहेछौँ नन स्टप। एउटा डाँडो पार गऱ्यौँ। अब एउटा डाँडो पार गर्नुपर्छ जस्तो लाग्यो। पुरै कुहिरो लाएर छ माथि चाहिँ होइन। डर लागेको छ नि यहाँ त। यो त होचो नै रहेछ। यहाँनिर चाहिँ अलि अल्को ठाउँ रहेछ होइन। अब माथि गएर बनाउने छु म भिडियो होइन। माथि गए पछाडि रमाइलो हालिहाल्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है त। सो गाइजहरू हामी चाहिँ यो केबल कारमा चढेको यहाँ त केही देखिनै छोड्यो त यार। पुरै अन्धकार छ होइन। पुरै डर लाग्न थाल्यो है। अब गाइजहरू पुरै यहाँ हेर्नु नि पुरै अन्धकार केही देखिएको छ त। लु देख्नुहुन्छ त तपाईँहरू। अब यो कार पनि रोकियो जस्तो छ यो अवस्थामा गएर चाहिँ। हामी आइपुगेको हो कि यो त थाहा छैन होइन। रोक्यो फेरि हो। पुरै समस्या भयो त यार। अब त के गर्ने केही उपाय लगाउनु पर्ने भयो। रोक्यो यहाँ आएर चाहिँ के भयो लाइन गयो कि क्या कुलमानले छोडेपछि गाह्रै छ होइन। लाइन गयो जस्तो फिल भएको छ मलाई चाहिँ होइन। यहाँदेखि मुनि पनि चलिरहेछ हो र। अहिले सुलमान नभन्नु नि भिडियो ब्लक हुन्छ हुँदैन। के पिओलीले के नि हजुरबा हो नि त त्यसो भन्नुपर्छ क्या। रतन कार्कीको जस्तै दसैँमा टिको लगाउन जाने हो के पिओलीसँग हजुरबा हो। तर कुलमानलाई तपाईँहरूले हटाएर चाहिँ एकदम गलत गर्नुभयो क्या हजुरबा। यहाँ रोकियो जस्तो लाग्दैछ मलाई अहिले। कमसे कम लोड सेडिङ त हुँदैन थियो। सो गाइजहरू हामी चाहिँ माथि चन्द्रगिरी हिल्स के अरे यो
हिल्स चन्द्रगिरी हिल्समा आइपुगेको छौँ हामी होइन। पूजासुजा गर्ने यतात्यता गर्ने फोटोसोटो खिच्ने हो होइन। अघि मैले तलको पनि बनाएँ, अब यहाँको पनि म तपाईँहरूलाई देखाउने छु होइन। अहिले सबै साथीहरू आफ्नै आफ्नै धुनमा चन्द्रगिरी हिल्समा आइपुगेको छु मैले। माल्दै तपाईँलाई त्यो केबुल कारमा आउँदाखेरि कस्तो फिल भयो? थोरै भाइ अहिलेसम्म सातो गइरहेको छ ल भाइ। हो साँच्चै डर लाग्यो एकदम लास्टै डर लागिरहेको ल ल ठिक छ। अब सिक्लेश दाजु कस्तो फिल भयो त तपाईँले त्यो केबुल कारमा आउँदाखेरि? डर लागेन, तर माइला दाइले हेरेर चाहिँ हाँसो मात्रै लाग्यो। मलाई त डर लागेन गाइजहरू। माथि माथि आएपछि त्यो कस्तो कस्तो चाहिँ फिल भयो होइन। सो तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ सब्सक्राइब गर्नु होला। अनि हामी पूजासुजा गरेर अरू अरू भिडियोहरू पनि बनाउँछौँ होइन। ठिक्क हामी मन्दिरमा आइपुगेको छौँ। अब चप्पल जुत्ता भनेर यो मन्दिर हो यो चाहिँ होइन। टक्क अरू पनि म भ्लग बनाउने छु है त। सो गाइजहरू चन्द्रगिरी दर्शन गरेर हामी चाहिँ अब टक्क केबुल कारमा चढ्न आँटेको। अघि पनि मैले बनाएको छु होइन। अब अर्कोचोटि आउँदाखेरि अझै खतरा भ्लग बनाउँछु म। त्यतिखेर गोप्रो आउँछ नि त होइन। अहिलेलाई चाहिँ यति नै। अब हामी केबुल कारमा जाने हो। मेरो यो ट्राइपोडले पनि अलिक काम गरेन कि। च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला है त।